राष्ट्रिय वाणिज्य बैंकले धितो बन्धक रोका तथा फुकुवा सम्बन्धी सेवा पूर्ण रूपमा अनलाइन प्रणाली मार्फत सञ्चालनमा ल्याएको छ। बैंकले हालसम्म उक्त प्रणाली मार्फत 800 भन्दा बढी धितो रोका र फुकुवा कार्य सम्पन्न गरिसकेको छ। सरकारको शासकीय सुधार कार्यक्रम अन्तर्गत नतिजामा आधारित शासकीय व्यवस्थापन, सेवा प्रवाहमा सहजता तथा डिजिटल रूपान्तरणलाई प्रवर्धन गर्ने उद्देश्य अनुरूप बैंकले उक्त सेवा कार्यान्वयनमा ल्याएको हो। नेपाल सरकारले जुन 100 मुदे कार्यक्रम अन्तर्गत नतिजामा आधारित शासकीय व्यवस्थापन र डिजिटल रूपान्तरणको कुराहरू जुन लागू गर्ने भन्ने कुरा छ, त्यसमा सबै ग्राहकहरूलाई छिटो, सहज, पारदर्शी र पूर्वानुमानयोग्य समयमा चाहिँ टाइम बाउन्ड हिसाबले, फेसलेस हिसाबले, मुहारविहीन हिसाबले सेवा दिने भन्ने कार्यक्रम अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागले जुन भूसेवा केन्द्रको कार्यक्रमहरू सुरु गर्नुभएको छ र त्यसै नेपाल सरकारको त्यही कार्यक्रम अन्तर्गत यही जेठ 1 गतेदेखि सबै बैंक तथा वित्तीय संस्थाहरूले अनिवार्य रूपमा आफ्ना कर्जा ग्राहकहरूको धितोबन्धक रोका र फुकुवाको काम चाहिँ अनलाइनबाट मात्रै गर्न पाइने भनेर व्यवस्था गरिएको छ र त्यही व्यवस्था अनुसार राष्ट्रिय वाणिज्य बैंकले पनि 7वटा प्रदेशका 315वटै शाखाहरूबाट यो सेवा सुरु गरेको छ। एकीकृत हिसाबले नेपाल सरकारबाट लिनुपर्ने सेवा र बैंकबाट लिनुपर्ने कर्जा ग्राहकहरूले कर्जा लिँदाखेरि पुर्याउनु पर्ने प्रक्रियामा सहजीकरण भएको छ। बैंकका अनुसार नयाँ प्रणाली मार्फत नागरिकलाई छिटो, सहज र पूर्वानुमान योग्य समयमा सेवा उपलब्ध गराउनुका साथै सेवा प्रक्रियालाई फेसलेस, समयबद्ध र पूर्ण रूपमा डिजिटल बनाउने लक्ष्य राखिएको छ। यसअघि अनलाइन प्रणाली मार्फत धितो बन्धक रोका तथा फुकुवा सेवा सञ्चालनका लागि भूमि व्यवस्थापन तथा अभिलेख विभाग र राष्ट्रिय वाणिज्य बैंक बीच समझदारी भएको थियो। सोही समझदारी अनुसार सेवा